आरामै हुनुहुन्छ काका? ठिक छ। दुध लिएर आउनुभयो? आयो बिहानको मर्निङ वाक पनि हुने भयो। त्यही त बिहान कुद्नु राम्रै हो। राम्रो हो। कस्तो छ त अनि यसो राजनीति के हुँदैछ? राजनीतिमा केही जान्दैन भाइ, म जान्नु पनि राजनीति भएन, छोड्दै। बेकार हो यो राजनीतिक होइन? मैले पहिल्यैदेखि पनि राजनीति गरिनँ है। हो, राजनीति गरिनँ भन्दा एकचोटि अब चुनावमा उठेको हो, जितेको हो, गरेको हो होइन, त्यो पनि एउटा राजनीति नै हो होइन। त्यही त। त्यसपछि त्यहाँदेखि यता यत्रो एमाले कुर्ले, काङ्ग्रेस कुर्ले, माओवादी कुर्ले, तर पनि म त्यसको पछाडि कसैको पछाडि लागेन होइन। अहिले पनि म नै छु। अब हेरौँ कस्तो लाग्दैछ अहिले त सबै भन्दैछन्, घन्टी घन्टी भन्दैछन् खै यसले पनि पार लाउने हो कि होइन? घन्टीले बालनलाई झुक्याउँदैछन् कि झापामा जस्तो लागेको छ मलाई चाहिँ। झुक्याउन् बेर लाउँदैनन्, अब झापाली हुन् कि। अहिले चाहिँ बालनको निकै चर्चा चलेको छ, भेट्न गइरहेछन्। 8-10 हजार मान्छे दिनको भेट्न जान्छन् भन्छन् होइन। सामाजिक सञ्जालहरू त अब सबै अब युवाहरूकै छ नि त अहिले। तर अब केपी ओलीको जालझेल हो कि चलखाइ हो कि त्यो पनि बुझ्न सकिँदैन राजनीतिमा। त्यही त, त्यहाँ भयो उता के अरे, उता गगन थापा पनि यतै तराईतिरै झर्याएर छ। राजनीति अहिलेको राजनीतिमा केही बुझ्न सक्दैन। अहिलेको राजनीतिक चुनाव चाहिँ काठमाडौँ भन्दा पनि बाहिरको लाग्ने भयो क्या दरो। त्यस्तै हो काका, जसले जे गरे पनि हामीले आफ्नो काम गर्नै पर्छ होइन। हुँदैन, हामीलाई यस्तै हो, दुःखै हो। कर्मभन्दा ठुलो यो राजनीतिक हुँदैन, कर्मभन्दा ठुलो धर्म पनि हुँदो रहेनछ, हो कि होइन? र यो राजनीति, हिजोआजको राजनीति बुझ्नलाई निकै गाह्रो पर्छ। आधुनिक राजनीति हुँदो रहेछ कि। त्यही त काका।